प्रत्येक वर्ष नै स्कुलमा यति धेरै माया गर्नुहुन्छ, स्थायी उपस्थिति हुन्छ, त्यसै गरी निमन्त्रणा गर्नुहुन्छ। एकचोटि हृदयदेखि उद्योग वाणी किसान स्कुललाई रमेश कर्माचार्यज्यू र सांस्कृतिक संयोजक हुनुहुन्छ लेखनाथ खनाल दाई। आई लभ यु दाई। लेखनाथ खनाल दाई खासमा अनि त्यसैले रमेश पनि हुनुहुन्छ। प्रत्येक वर्ष प्रोग्राम यसरी गर्नु होइन ज्योति सबै सबैका धेरै धेरै धन्यवाद दिन चाहन्छु र कति पनि ढिला नगरेर गीतभन्दा अगाडि दुईजना आइडल हुन आउने नेपालको देशको होनहार गायकहरू मेरो प्रिय मित्रहरू मित्रहरू भन्नु पऱ्यो भने चाहिँ कुरा काटाकाट चाहिँ गर्छन् बेला बेलामा तर हाम्रो एउटा अनुशासन एकदमै राम्रो छ। हाम्रो विचार फरक हुन सक्ला, हाम्रो केही कुरामा विरोधी हुन सक्ला, तर हामी एकै अर्कालाई असाध्यै माया गर्छौँ। हामी सँगै आउँदै हो। हाम्रो सफलता पनि सँगसँगै हाम्रो असफलता हरेक चिजहरू हाम्रो चाहिँ एकदमै हुन्छ र त्यति बेलाको गाउँलेहरूले चाहिँ एउटा चिज सुरु गर्छ। हामी अलिअलि त गीत गाउँथ्यौँ, हाम्रो नेकै चाहिँदैन थियो, हाम्रो अटोट्युन पनि खासै चाहिँदैन थियो, तर अहिले विवाह चाहिँदैन आएको लिप्सिङ हामी सिङ्गिङ गर्दै गयौँ र हामी एउटा उत्कृष्ट गायक पाएन पनि कहाँ आएनौँ, तर हामी न्याय गरेर गाउने हाम्रो जेनेरेसनको एउटा उदाहरणहरू पशुपति शर्मा आज म सम्झिन चाहन्छु राम्रो गाउँलाई विशेषबाट भन्दै अब धेरै ढिला नगरेर समग्र आउँथ्यौँ पानी त्यसै धन्यवाद भन्दै किन हो र सारेको वर किन सारेको बाबा किन नसरेको अलि च्यापिला भिडभाडमा किन हो र सारेको वर सबैले दिन्छौ भन्छ साँच्चै हो र किन हो र सारेको वर सबैले दिन्छौ भन्छ साँच्चै हो र मलाई हेरी हेरी मलाई हेरी हेरी मलाई हेरी लाखै बरु तन्नेरी मलाई हेरी लाखै बरु तन्नेरी मलाई हेरी अब सुनाइमा तपाईँले कति लट्टपर्छ त मैले हेर्छु सबले
यता जान नदेऊ है बहिनी